केटी पैसामा मर्छ रे थाहा रहेछ त भाइ कमान त। हेलो गाइस, सबजना नमस्ते मेरो अनि सबजना सन्चै हुनुहुन्छ होला होइन। सबैले खाना खानु भयो होला है। म चाहिँ अब भर्खर काम सकेर रुम जाँदैछु अनि अहिले चाहिँ रातिको 10 बजेको छ। म रुम जाँदा 10:30 भइहाल्छ अनि म चाहिँ बाटोमा जाँदैछु है। अनि हाम्रो यो दिलले भनेको चाहिँ एकदम सही हो, 100% सही हो होइन। विदाउट मनी चाहिँ कुनै केटा मान्छेको भ्यालु हुँदैन होइन। म तपाईँले एउटा चिज देखाउन चाहन्छु होइन। तपाईँलाई थाहा छ यो कति हो? यो 500 हो कि फर इक्जाम्पल मसँग चाहिँ 500 छ, तपाईँसँग जोसुकै होला, तपाईँसँग 1000 होला अथवा 2000 होइन अथवा 15,000 जोसुकै होला। त्यो पैसालाई होइन सायद यसलाई च्यात्नुहोस् अथवा यसलाई कुचाउनुहोस् होइन, त्यस्तो पावर हुन्छ बुझ्नुभयो नि। जे पनि चल्छ क्या बुझ्नुभयो नि। यो चाहिँ हरेक चिजमा चाहिँ काम लाग्छ होइन। यो पैसा छैन भने कसैले पत्याउँदैन। पैसा भनेको चाहिँ यस्तो पावरफुल चिज हुन्छ क्या होइन। सबैले होइन जसले पत्याउँछ बुझ्नुभयो नि। तपाईँसँग पैसा छैन भने कुनै मान्छे तपाईँले पत्याउँदैन क्या। इभन त्यो रिलेसन नै किन नहोस्, रिलेसन तपाईँको फ्यामिली, तपाईँको साथी होइन, तपाईँको साथीभाइ, छरछिमेकी होइन, पैसा छ भने तपाईँलाई होइन सबैले मान्छ र पैसा छैन भने तपाईँले कसैले पत्याउँदैन। हेल्थ वेल्थ सबै किन मिल्छ लाइफमा चाहिँ। पैसा भने चाहिँ हुनुपर्छ, सबै चिज चाहिँ पैसाले गर्छ क्या। सब चिज पैसा भन्नाले अब त्यो पैसाले चाहिँ सम्भव हुने चिज किन सकिन्छ क्या होइन। त बिराम भयो भने होइन अब आफ्नो त्यो बिराम भएको त्यो रोगलाई निको पार्न सक्यो होइन पैसाले गर्दा त भने होइन। जस्तै भन्छ नि फर इक्जाम्पल के अरे, छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी भने बुझ्नुभयो नि होइन। जस्तो मैले भन्नु पर्दैन होइन, सायद तपाईँहरू म अन्त बुझ्ने नै हुनुहुन्छ। जस्तै फर इक्जाम्पल तपाईँ साहु हुनुहुन्छ होइन, तपाईँले अब एउटा कुनै मान्छेलाई काममा राख्नुभएको छ वर्कर होइन, त्यो मान्छेले तपाईँलाई नमस्ते गर्छ क्या। त्यो मान्छेले तपाईँलाई नमस्ते गरे होइन क्या, त्यो मान्छेले चाहिँ पैसालाई नमस्ते गरे क्या। तपाईँसँग त पैसा छ र तपाईँलाई नमस्ते गरेको त्यो मान्छेले बुझ्नुभयो। त्यही हो लाइफमा पैसा चाहिँ कमाउनुपर्छ होइन। सो मेरो विचारमा होइन मलाई चाहिँ यही लाग्छ। र तपाईँहरूलाई के लाग्छ होइन त्यही हो। हजुरलाई मन परेछ भने अब लाइक नि गर्नु भन्दिनँ, कमेन्ट गर्नु भन्दिनँ, हजुरको मनको कुरा होइन। हजुरलाई मन परेछ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् होइन। राति के कोसँग बोलेर पागल मान्छेले भन्ला नि होइन, त्यो धेरैमा बोल्दिनँ। अब हजुरलाई मैले भनेको कुरा हजुरलाई ठिक लाग्छ भने है ठिक हो भन्नुहोस् होइन। अब होइन ए बेसी गफ छाडी बेसी जान्ने भए भन्नु छ भने हजुरको कुरा हजुरले स्क्रोल गरिदिनुहोस् होइन। स्क्रोल यस्तो स्क्रोल गर्नुहोस्। सो धेरै बोल्दिनँ होइन, आजको लागि यति। सो बाँकी अब म भिडियो ल्याइरहेको छु है। सो बाई, गुड नाइट।